What's up guys, welcome back to another vlog. आज चाहिँ सुरजी र म अनिपछि हाम्रो टोली भएर चाहिँ कुन ताल रे हो गजेडी ताल आइसकेको छ फाइनल्ली गाइजहरु है। फाइनल्ली आफ्टर लङ टाइम कञ्चन 1 मा रहेको गजेडी ताल आइएको छ। म हजुरलाई म गेट देखाइदिन्छु एकैछिन। यहाँ चाहिँ बाघ डल्फिन पनि आइछ गाइसहरु। जमिन माथि नि डल्फिन देख्न पाइयो यहाँ चाहिँ हैन आउँदा बित्तिकै। किस खाइदिउ के बाघ पनि छ गाइस। बाघबाट अलि बचेर हैन है। यसो बाघलाई घाँस छोडिदिनु यार। बाघलाई घाँस हाल्दिनु। बाघलाई बाँधेर घाँस हालेको छ गाइसहरु यहाँ। र सुरुमा चाहिँ यस्तो मूर्ति टाइपका रहेछ। इन त मूर्ति त हैन नि, यो यस्तै फर्म टाइपका उसबाट बनेका रहेछन् इन्ट्रान्समै। हामी चाहिँ ब्याक इन्ट्रान्सबाट आएको गाइजर हैन। तपाईले फेरि कताबाट छिर्यो भन्नलाई यहाँ आइसकेको मान्छेले हामी चाहिँ पछाडीतिरबाट छिरेको हैन। र हामी चाहिँ एउटा कार्यक्रमको सिलसिलामा यहाँ आएको अनि घुम्ने पनि प्लान छ आज हाम्रो। प्लस कार्यक्रम पनि एटेन्ड गर्दैछौँ किनकि हामीहरू अलिकति भिआइपी भइएको छ आजकल हैन। र हाम्रो भिआइपी एकदम नम्बर 1 भिआइपी यता हुनुहुन्छ हाम्रो पाण्डे सर। ल पाण्डे सर के भन्न चाहन्छ दर्शक वृन्दहरुलाई? मैले सागरको स्टाइलमा अनि अहिले चाहिँ यति भन्दै मेरो कार्यक्रम समापन भएको घोषणा। रसिस जी घुमौ रमाइलो गरौँ त्यसै अरु के भन्नु सर? ओके लाइभ हो। ओके हाम्रो चाहिँ जस राम्रै है छ। अहिले त मोहनजी कहाँ हराउनु भयो? मोहनजी चाहिँ फोटो खिच्दिनुहुन्छ गाइजहरु। मोहनजी पनि हुनुहुन्छ हामीसँग मोहन सर। र हामी चाहिँ आइसकेको छ गाइजहरु। र यहाँनिर औँखुको रस लगायतका चिजहरू आइसक्रिम। बोटिङ सिधै जानु होला भन्थे टोलीले। सिधै होला हामी बोटिङ। अब तर एरिया चाहिँ ठुलै रहेछ नि त। म त सानै होला भनेको त जो भव्य रहेछ यहाँ चाहिँ। एरिया चाहिँ आइसक्यो गाइस। होला यहाँ चाहिँ हाम्रो पेन्टिङ प्रोग्राम थियो हैन। त्यसमै हामी आएको र पेन्टिङहरू हामी देखाइरहेको छौँ तपाईहरुलाई। यो अन्त सयली यहाँ चाहिँ यत्रो पेन्टिङ कार्यक्रम चलिरहेको छ गाइस।
गाइजहरू यहाँ चाहिँ हाम्रो फोटोग्राफी तथा भिडियोग्राफीको यहाँ चाहिँ हाम्रो सेसन चलिरहेछ चट्टापारा मोहन सरले टोपी जियो छड्के गराएर प्रोफेसनल जमानाको प्रोफेसनल फोटोग्राफीको याद त आएन मोहन सर यस्तो टोपी लाउँदाखेरि रजिस चस्मा लगाएको छन् कमिलालाई सिकाउँदै भनेर हात हालेर कमिलालाई के सिकाउँदै हिँड्न सिकाउँदै कि नै फोटो खिच्न हात कमिला लिएर खिच्दाखेरि चाहिँ आफू पनि एकदम पोजमै बस्नुपर्छ नि उहाँको धारणा छ मुसोल्यो के खिच्दै हुनुहुन्छ र डुङ्गा चढ्ने चाहिँ यहाँबाट रहेछ गाइजर यहाँबाट सट्ट चढ्ने जो सहिले चाहिँ एरिया यति भइसक्यो उता पनि आइसक्यो अझै हेर्दैछौँ हेर्नु त हामीले होइन एरिया अझै पनि होला सायद अनि पछि जस जङ्गल जस्तो एरिया नै रहेछ होइन वरिपरि देख्न सक्नुहुन्छ जङ्गल जस्तै छ र राम्रो छ जस ठाउँ चाहिँ च्याङ्कल इन द क्वान्टिटी इन द कन्टेक्स्ट अफ नेपाल जस्तो ठाउँ छ मोहन सर चाहिँ जस चस्मा लाउनु भएको छ जस होइन लगाएछ यहीँबाट हामी डुङ्गा चढेको जुन रिलरमा देख्थ्यौँ नि रियालिटी भर्सेस एक्सपेक्टेसन भर्सेस रियालिटी एक्सपेक्टेसन भर्सेस रियालिटी के खिचिरहेको छ र कान्छ तिमीले यसरी खिच्दैौ न यार फोटो दिप गाइजर म चस्मा लागेको छु चस्मा लागेपछिको लुक कस्तो आयो भयङ्कर आयो कि के आयो भन्नु होला तपाईँहरूसँग पाण्डे सर पनि हुनुहुन्छ पसिना पसिना पुरै पसिना खा गाइजर किन मेरो फोन ह्याङ भएको कि मलाई हेर्छौँ देखि फोन पनि ह्याङ हुन्छ गाइजर अलिकति ए ठ्याक्क थम्नेलको लागि सम्झियो नि केटालाई थम्नेल हान्नु न एउटा यता आएर च्याट्ट मलाई र यहाँ चाहिँ फुल पनि टिप्दै हुनुहुन्छ दिदीहरूले होइन चट्टापारामा कमलको फुल को यो गाइजर यहाँ चाहिँ कडा फोटो आयो मेरो अब देखिन्छ कि देखिन अहिले म देखाइन्छु गाइजर तपाईँले तर बगाल फोटो आएछ कपाल सहित होइन तर फोटोग्राफर भनेको फोटोग्राफी हो कि मोहन सर चाहिँ कडा पारामा चस्मा लाउनु न चस्मा हरौँला फेरि मोहन सरको खिच्दिउँ आउनु तपाईँ अन्त त्यस्तै बस्नु म यस्तो बवाल त्यही एङ्गललाई म हेर्नु अब कस्तो खिचिदिन्छ आउनु होटेलतिर गयो राजा पानी अनि कहाँ गएछन् केटाहरू मलाई छुङ्गै छन् आएदेखि यार तिमी छुट्याउ नि त राजा पानीको त रानी पानीमा जामला नि त उसो भए ए खै मोहन दाइको त आफै लगाएर रहेछ नि खै ल्याउ त फोटो सुट चाहिँ जस धमादार पारामा छ म एउटा राम्रो देखाइदिन्छु अब गाइजरलाई दर्शकवृन्दहरू डुङ्गा चल्न लागिरहेको छ यहाँनिर र हामी देख्नेछौँ कसरी डुङ्गा चल्नेछ खासमा र म चाहिँ फुल लिएर आएको छु कमल आई मिस यु ब्रदर यु आर हियर र यहाँ चाहिँ ड्रोन पनि चलिरहेको छ तर हाम्रो मेन प्रायोरिटी डुङ्गा हुनेछ र प्रति व्यक्ति 100 रुपियाँ भन्ने चाहिँ रहेछ यहाँको सिस्टम है गाइजहरू वास्तवमा अनुसन्धान गर्दा र हामीहरू चाहिँ यस्ता ढुङ्गासुङ्गा चिजहरू चढिरहेको कारणले हामीलाई त्यस्तो चढ्न मन लागेन होइन नत्र हामीहरूलाई त्यस्तो भ्यालु छैन खासमा र आकाशमा ड्रोन पनि उडिरहेको छ गाइजहरू र कमलको फुल बोकेर म चाहिँ चलिदिएको छु हामी चाहिँ गजडी तालमा गाँजा नखाए तापनि हामी आइसक्रिम खाइरहेको छौँ रसिस कहाँ गयो तिमी डरायो कि अब आइसक्रिम खाऊ न चिल पारेको खुवाई एकदम खतरा छ बहुत मजा बहुत कडा किन ह्याङ बस्छ सोल्टी त्यसमा कनेक्ट भयो हो त्यसमा तिम्रो मोबाइलमा वाइफाई कनेक्ट भएको छैन भने त्यही हाल